फेसबुकले चाहिँ नयाँ बाटो तपाईहरुको लागि खोल्दैछ। नयाँ अवसरहरू तपाईहरुलाई खोल्दैछ। फेसबुकको फलोवर्सहरुलाई नमस्ते। कसरी भन्न त एकैछिन भिडियो फुल वाच गर्नुहोला। फेसबुक चाहिँ एउटा सामाजिक सञ्जाल मात्र नभएर यसमा आफ्नो आफन्तसँग कुरा गर्ने मात्र नभएर एउटा कमाउने एउटा प्लेटफर्म राम्रो। सो तपाई पनि लाग्नुस् फेसबुकमा 10K फलोवर्स पुर्याएर त्यसपछि 1,50,000 भ्युज पुरा भइसकेपछि चाहिँ तपाईलाई कन्टेन्ट मोनेटाइजेसन टुलको चाहिँ सेटअप गर्ने दिन्छ। त्यसपछि सेटअप गरिसकेपछि तपाईले राम्रो अर्निङ गर्न सक्नुहुन्छ। यस प्लेटफर्ममा चाहिँ आफूले जति मेहनत गर्यो, जति खट्यो, जति राम्रो कन्टेन्ट बनाए त्यति नै राम्रो अर्निङ हुने रहेछ। मेरो पनि मोनेटाइज त भयो, तर मैले त्यति राम्रो कन्टेन्टहरु बनाउन सकेको छैन, त्यही भएर तर अर्निङ चाहिँ भइरहेछ मेरो पनि। सो तपाईहरु पनि लाग्नुस् फेसबुकमा र एकदमै राम्रो कन्टेन्ट बनाएर आफ्नो करियर बनाउन सक्नुहुन्छ फेसबुकबाट। यो प्लेटफर्म चाहिँ एउटा राम्रै प्लेटफर्म हो, त्यही भएर तपाईहरु पनि लाग्नुस् र फेसबुकबाट राम्रो अर्निङ गर्नुस्। हस् त, तपाईहरुले फेरि मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। तपाईहरुले फलो गर्ने बित्तिकै म 1 मिनेट भित्र चाहिँ म तपाईहरुलाई फलो ब्याक दिनेछु। तर फलो गरिसकेपछि फलो ब्याक भनेर फलो ब्याक माग्नु होला। त्यसपछि म तपाईहरुलाई तुरुन्तै फलो ब्याक दिनेछु।